उसले मलाई प्रेम गरेकी थिए। कम्तीमा उसले भनेकी त थिए, तिमी बिना म बाँच्न सक्दिन। तर अन्त्यमा थाहा भयो उसको प्रेम मसँग थिएन, मेरो खाल्टीसँग थियो। म उसलाई पहिलोपटक मेरो अफिस नजिकको चिया पसलमा देखेको थिएँ। सजिलो पहिरन, सादा अनुहार, तर आँखा, ती आँखामा केही विशेष थियो। सायद सपना थियो, वा मलाई त्यस्तै लागेको थियो। हाम्रो भेटघाट बढ्न थाल्यो। फेसबुक च्याट, घन्टौँ फोन कल अनि साथ म उसकै लागि पैसा बचाउँथे। उसको हाँसो हेर्नको लागि आफूलाई बिर्सिन थालेको थिएँ। एक दिन उसले भन्यो, फोन बिग्रिएको छ, नयाँ लिनुपर्छ, सकिन्छ भने सघाइदेन त। मैले खुसी हुँदै दिएँ। त्यसपछिका हप्ताहरू घडी, जुत्ता, गिफ्ट, घुमघाम र मेरो बैंक खाता खाली हुँदै गयो। तर एक दिन ऊ मसँग भन्दा धेरै महँगो होटलमा अरू कसैसँग हाँस्दै बसेको तस्बिर देखे। हामी साथी मात्रै हौँ उसले भनेकी थिए, तर त्यो रात मेरो आँखासँगै मन पनि रोयो। अन्तत ऊ बेपत्ता हुन थाली। कल एन्सर छैन, मेसेज सिन भएपछि रिप्लाई छैन, र केही दिनपछि एक सन्देश आयो, तिमी राम्रो छौ, तर हामी मिल्दैनौँ, म अर्कैसँग छु अब। त्यो सन्देशले मलाई खिच्यो। धेरै माया गरेर पैसा भन्दा ठुलो सम्झेर आफूलाई सुम्पिएको मान्छेले पैसाको लागि तिमीलाई फालिदिन्छ भने तिमी त्यति सस्तो माया नगर्नु। अब म एक्लो छु, तर भत्किएको छैन। ऊ पैसामा हरायो, म अनुभवमा गहिरिएँ। सायद यो पनि आवश्यक थियो। जीवनले माया र मूर्खता छुट्याइदियो। अब म बाँचिरहेको छु, उसको बिना पनि, तर आत्मसम्मान सहित। किनकि म पैसा होइन, म प्रेम योग्य मान्छे हुँ।